Hello everyone, once again we welcome you all. In this video, me and my wife, we are traveling towards one of the most important Shinto shrine and a major Fukuoka attraction. It's been a month we both were planning to take a look where millions of people visit this wonderful place known as the Zaifu Tenmangu Shrine. In this video, I would love to share my new experience with you all and will try to show everything I can. So fasten your seatbelt and let's fly with me in my new vlog. Let's go! Hello everyone, Namaste, Sevani Sewaru, and once again welcome you all to the another episode of Aster Vlogs. So guys, welcome you all to the another episode. I hope you guys are doing great. आज चाहिँ हामी त जाइफु भन्ने जग्गा जाँदैछु. I have no idea, I have no clue about that place. अनि हजुरहरुलाई त्यहाँ पुगेर देखाउने छु. Right now I am in Hakozaki Miyami station हैन. यहाँबाट चाहिँ हामी त जाइफु जानको लागि चाहिँ nearly it will take 45 to 50 minutes. So guys, stay tuned हैन. मसँग म एक्लै छु आज. चल झुटा. के लगाएको भाइ? So guys, अब चाहिँ हामी यहाँबाट द जाइफु जानको लागि यो कुन चाहिँ स्टेसन अरे? यो चाहिँ तेन्जिङ निशितेत्सु स्टेसन. तेन्जिङको निशितेत्सु स्टेसनबाट चाहिँ अब हामी निस्केको द जाइफु जाने ट्रेन. अगाडि छैन, हिँड न अगाडि गइदिउँ न. सो गाइस, अहिले चाहिँ हामी हैन मेट्रोबाट झरेर अब चाहिँ द जाइफु लोकल ट्रेनी द जाइफुमा हामी पस्न लागेको. यो चाहिँ अब हामी द जाइफु जाने. यहीँ बसौँ, यहीँ सेकेन्ड. जाउँ न. अमृताले फोन गर्दैछ गाइजहरू होइन, उसले चाहिँ उठाएकै छैन. कि यो भित्र पासपोर्ट बनाउन जानुपर्ने छ. यो चाहिँ अमृता हो गाइस. मेरो क्यामेराम्यान चाहिँ साई उषा थापा. क्या देखना पड़ रहा है? क्या है ये सब? सो गाइस, अब चाहिँ हामी द जाइफु आइपुग्यौँ. सो अब चाहिँ स्टेसनबाट निस्किसकेको छु हामी. नाउ वी आर गोइङ टु द जाइफु. हेर्दै गर्नु होला होइन गाइजहरू. अहिले चाहिँ हामी भर्खर देन्चाबाट निस्केको. देन्चा भनेको चाहिँ ट्रेन हो नि फेरि गाइजहरू है. यो चाहिँ लास्ट स्टेसन हो होइन बेबे? यहाँबाट योभन्दा उता चाहिँ स्टेसनै छैन. यहाँ हेर्न सक्नुहुन्छ स्टेसन चाहिँ यहाँ खतम भएको छ. यहाँदेखि उता स्टेसन छैन. नाउ वी आर इन द जाइफु. सो गाइज, फाइनली वी आर इन द जाइफु. ब्युटिफुल सिटी. यो चाहिँ तपाईँहरूको टुरिस्ट एट्र्याक्ट प्लेसहरू हो. म त यो एरियामा कम्प्लिटली न्यू हो हैन. बट अल्सो गाइज, इन माई ब्लग
I would love to share you something which you haven't seen till date. हैन बुढी? मैले सोचेको थिएँ गाइज हैन यो दजैफुमा चाहिँ मान्छेहरुको क्राउड एकदम कम्ती हुन्छ होला भनेर सोचेको थिएँ तर यहाँ चाहिँ क्राउड हेरिहाल्नु बीचमा चाहिँ मलाई भिडियो बनाइदिनु मन पर्यो क्या रसमा हुन्छ नि म त लाज लाग्दैन गाइजहरु हैन डिङ म त भिडियो बनाइदिने हो अच्छा हमको सिखा रिया है फरेनर्सहरु पनि धेरै छ हैन पीपल फ्रम ऑल ओभर द वर्ल्ड दे कम हियर टु सी टेम्पल एकदमै एक्सक्लुसिभ एरिया भनौं न यो चाहिँ रमाइलो लाग्यो साइडमा बजारहरु पनि लाग्दो रहेछ देयर आर लट्स अफ पीपल सो के यहाँ हेर्नु न यो चाहिँ मन्दिरको त्यो उयो है के को भन्छ गेट तरी क्या रस हो गाइस यहाँ हेरिहाल्नु स्टारबक्स क्लासी स्टारबक्स बनाइदिएको रहेछ यहाँनिर चाहिँ क्राउडको चाहिँ लास्टै ज्यादा रहेछ क्या क्राउड यहाँ हेरिहाल्नु गाइस एउटा त्यो बुलमा फोटो खिच्नको लागि यहाँ हेर्नु न त्यसमा फोटो खिच्नको लागि मान्छेहरुको लाइन हेर्नु यहाँनिर यस्तो हुन्छ क्या ल अब चाहिँ हामी एन्ट्री लिँदैछु भित्र अब चाहिँ हजुरहरुलाई धेरैवटा कुरो देखाउने छु हेर्नु होला आज रस धेरै रहेछ हामी ब्रिजबाटै जाने हो ब्रिजबाटै यो ब्रिजमा है क्या मजाको ब्रिज रहेछ यो चाहिँ मैले तर उयसमा देखेको थिएँ हैन फोटोहरुमा देखेको थिएँ गाइज जापानको ट्रेडिसनल चप्पल हो त्यो अगाडि टक लाएर हिँड्दैछ नि काठको ओ गाइज यो चाहिँ जापानको ट्रेडिसनल चप्पल हो हैन व्हिच इज मेकिङ अ टिपिकल काइन्ड अफ साउन्ड यु क्यान सी दिस इज मेड बाइ वुड हैन रिट्रिभर गोल्डन रिट्रिभर यो कुकुरलाई देख्दाखेरि चाहिँ आई मिस मेरो त्यो बडी घरको त्यो बोकन हातमै अन्त धुउँला नि त हो के भयो त यहाँ चाहिँ हात धुने हो गाइजहरु है सो गाइज यो मन्दिर हेरिहाल्नु के देखाउँछौ ए मैले यस्तो माछा त पाल्छु भनेको त अम्बो क्या मजाको ब्रिड रहेछ कलर हेर न त्यो वाइट हेर न कत्रो ठुलो रहेछ यसलाई चाहिँ भन्छ कोही यो गोल्डनहरु छ नि दिस होला कोही यो सबै कोही हो यिनीहरुले फुल पो खादो रहेछ बुढा त्यहाँ माथि भएको मजाले खाएको हेर न मान्छे आएको देखेर योहरु आएको त केही दिन्छ भनेर सेतो चाहिँ कहाँ गयो ठुलो बढे थियो त्यो त एकदम सेतो छ ऊ पर आउँदैछ ऊ सबसे ठुलो त्यही छ त्यसले हेर न आफ्नै उयो खाइदिँदैछ होइन पुचार खानु खोज्दैछ त्यही त अन्त त्यो खानु खोज्दैछ त्यसले ऊ आयो ठुलो ऊ दिस इज द बिग कोही रेड प्याचेस यो चाहिँ यसलाई चाहिँ कत्ले जस्तै हो तर यो पनि कोहीकै ब्रिड हो क्या यहाँ र नि सबसे ठुलो वाइट कोही वाइट हो होइन यो पानी येल्लो भएर त्यस्तो देखेको हो तिमीले सो गाइज हैन अहिले चाहिँ हामी यो दजैफुमा चाहिँ एक्सप्लोर गरिरहेको छु आई होप यु गाइज आर सिइङ एभ्रिथिङ हैन
whatever I am showing you. एकदम नयाँ जग्गा हो मेरो लागि पनि. It's a new place. I am also having lots of fun. हैन तपाईहरुलाई अझै अरु पनि देखाउँछु है त. पोन्ड टाइपको छ कि त्यहाँ फुल छ. देखेँ थिएँ मैले. So guys हेर्नुस् होला यो चाहिँ पन्डमा यस्तो प्लान्ट राखेर चाहिँ यो पन्ड चाहिँ डल्लै फ्लावरको सिजनमा चाहिँ फ्लावर फुलिरहेको हुन्छ. यहाँ फुलिरहेको रहेछ साकुरा. फुल्नु आँटेको हो. यो त यहाँ आउँदो रहेछ त नयाँ आऊ. यो त पत्ता आयो नि त झडिसकेर चाहिँ पत्ता उम्रेको क्या. एउटा मात्रै फुलिरहेको रहेछ यहाँनिर यत्रो उयसमा. के खेल्ने त्यहाँ चाहिँ. So guys, right now we are going to museum. Both Kyushu National Museum. Kyushu National Museum. Kyushu. So guys, आजको मेरो आउटवेयर हेर्नु सक्नुहुन्छ. I am wearing half pant. Let's go guys. यहाँ हेरिहाल्नु एलिभेटर मात्रै. कति लामो रहेछ हैन यो त. हिँडेर आयो भने त ठहरै हुने रहेछ. उतापट्टि स्टेयर पनि छ यी. स्टेयरमा त उही हिँड्दैन होला है. हिँड्दै छ माथि बाजे. कत्रो लामो हो गाइज यो त है. स्टेयर पनि उयो पनि एलिभेटर पनि. यहाँबाट हेर्नु त गाइजहरु यी मुनि एलिभेटर तल अन्धकार देख्दिँदो रहेछ नि त. यही रमाइलो हो क्या. यस्तो दामी हेर्नु त यी कलरफुल. घरि निलो घरि पहेँलो घरि रातो. यो देखेर बुढीको गयो सातो. हो नि. जब हामी चाहिँ यहाँबाट निस्केर we are going to the museum. You can see now. Oh my god, what a lovely place. हेरिहाल्नु कस्तो लाग्यो केटाकेटीहरू भनिदिनु है कमेन्टमा. यसो यहाँ चाहिँ एउटा साकुरा फुलिरहेको रहेछ. एउटा साकुरा यस्तो गाउँको बिचमा हेरिहाल्नु होइन. बिचमा हेऱ्यो भने कत्रो ठुलो चाहिँ उयो चाहिँ म्युजियम. सो गाइस यो चाहिँ म्युजियमको भित्र होइन. मलाई चाहिँ यो हानावा भनेको चाहिँ के हो एकदम जान्न मन पर्यो क्या गाइज. म अहिले त्यो गुगलमा सर्च गरेर हेर्ने छु. यो चाहिँ एन्सेस्टर केही हुनुपर्छ क्या यहाँनिर जापानको. एकदम डरलाग्दो कुरो होला यो निवा भनेको. सो गाइज हामी चाहिँ अहिले म्युजियम भित्र छु. फोनहरू त यहाँ राख्नु भन्दैछ क्या हो. लेखिरहेको छ त डु नट टच. सो गाइज यहाँनिर चाहिँ मैले के पाएँ भन्दाखेरि यो चाहिँ ढुङ्गा रहेछ होइन. टाइल्स जस्तो बनाइदिएको रहेछ हेर्नु न. यी काटेर चाहिँ यस्तो मिन पहिलाको मान्छेहरूले. गाइज हामी चाहिँ म्युजियम हेरेर पनि आइसकिसक्यो होइन. हामी 2000 को टिकटमा हामी फ्री एन्ट्री गरेर पनि आइदिएको. वी आर भेरी लकी. अरू त पैसा तिरेर हेर्दै होला 4-4 हजार. हामी त फ्री. वी आर लकी गाइज. हामीले फ्रीमा हेरिदिएको हो नि. जापानिजहरूलाई लन्डाइदिए हामीले. बडा हरामी हो बेटा. सो गाइज फाइनली हामी चाहिँ म्युजियमभित्र गएर आइसकिसकेको छु. म्युजियममा चाहिँ मलाई त्यस्तो अब पुरानो पहिलाको मान्छेहरूलाई चाहिँ एकदम रमाइलो लाग्छ होला. किनभने यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि यो म्युजियम चाहिँ के को बारेमा हो भन्दाखेरि बेसिकली तपाईँहरूले यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ होइन. 6th सेन्चुरी 4th सेन्चुरी 5th सेन्चुरीमा आर्कियोलोजिस्टहरूले एक्सकाभेट गरेर त्यो मोनुमेन्ट्सहरू निकाल्छ नि पहिलाको. जस्तै अब तपाईँहरूले हराप्पन सिभिलाइजेसन सुन्नुभएको होला, मोहेन्जोदारो सिभिलाइजेसन सुन्नुभएको होला. त्यहाँनिर त्यो एक्सकाभेट गर्दाखेरि आर्कियोलोजिस्टहरूले पाएको थियो नि हरप्पन सिभिलाइजेसन, ग्रेट ग्यानेरी होइन, द ग्रेट उयो भन्ने ग्रेट बाथ हो. त्यस्तै यहाँनिर चाहिँ त्यो मोनुमेन्ट्सहरू पाएको रहेछ. जस्तै सानसानो त्यो स्टुपाहरू हुन्छ नि
अन्त त्यो मूर्तिहरू भयो नि त, त्यसलाई स्तूपाहरू भन्छ होइन। अन्त प्लस धेरैवटा कुरो थियो होइन, हामीले चाहिँ त्यही हेरेर आएको। आई होप गाइज तपाईँहरूलाई यो जग्गा मन पर्यो होला। यो जग्गाको नाम चाहिँ दजाइफू हो। तपाईँहरू आउनु सक्नुहुन्छ। इफ यु गाइज आर इन जापान, यहाँ पनि तपाईँहरू आउनु सक्नुहुन्छ, एक्सप्लोर गर्नु सक्नुहुन्छ, नयाँ एक्सपिरियन्स लिनु सक्नुहुन्छ गाइजहरू है। अन्त आजको वेदर चाहिँ एकदम दामी छ, ठिक्कैको घाम पनि ज्यादा लागेको छैन, नट टु सनी होइन। यस्तो दिनहरूमा चाहिँ यसरी टी सर्टहरू हाफ प्यान्ट लगाएर हिँड्न मनपर्छ मलाई चाहिँ। यो चाहिँ तपाईँहरूको ज्यास्मिनको ओचाइ हो, ज्यास्मिनै गनाउँछ क्या यो खाँदाखेरि, कस्तो मिठो। ओचाइ भनेको ग्रिन टी है गाइज। ल गाइजहरू, भाउजूको भिडियो बनाइदिनु अरे, एकछिन पछि भेटौँला, बाई बाई। जो चाहिँ यहाँ बसिरहेको छ। सो गाइज फाइनली हामी चाहिँ होइन सबै म्युजियम हेरेर रिल्सको भिडियोहरू बनाएर अब हामी चाहिँ फर्किँदैछु। वी आर गोइङ ब्याक टु हाकोजाकी। हेरेको यही हो। यसको नाम त के को थियो? हानिवा। सो गाइज अब चाहिँ हामी होइन यो दजाइफूबाट चाहिँ निस्केको। हामी यहाँ चाहिँ किन नगएको भन्दाखेरि यो चाहिँ पार्क हो, यो थिम बच्चाहरूको भनौँ न, पार्क थिमहरू। अन्त त्यस्तोमा चाहिँ हामी भोलि पर्सि आफ्नै बच्चा लिएर आउने हो। राजाजी अहिले ड्याडी मम्मी मात्रै घुम्ने हो। यो बच्चा भएपछि त अब लानु पर्यो होला नि त त्यस्तो जग्गामा। त्यो यो यस्तो उयोतिर त जान नमनला नि त, म्युजियमतिर। केटाकेटी कस्तो हुन्छ होइन गाइजहरू, थाहै छ त हजुरलाई। सो गाइज आई होप हजुरहरूलाई आजको भिडियो मन पर्यो होला होइन। वी आर नट गोइङ टु एन्ड राइट नाउ। अब हामी दजाइफूबाट चाहिँ वी आर जस्ट मुभिङ आउट। आई होप यु गाइज गोना इन्जोय दिस ब्लग। अनि यसो युट्युब सब्सक्राइब गरिदिनु नबिर्सिनु होला होइन। कतिजनाले खालि हेरेर मात्रै जान्छ क्या। अन्त प्लस हामीले भिडियो पनि धेरै पछि हालेको हो नि त। सो आई डोन्ट नो तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन, बट इन माई भिडियो, इन माई ब्लग वी ट्राई टु सो यु होइन जापानमा के छ के छैन। विल एक्सप्लोर जापान एन्ड वुड लभ टु सेयर आवर एक्सपिरियन्स विथ यु गाइज है। सो हेर्दै गर्नु होला, ह्याभ फन। हिजो अघि हामी बच्चाहरूको जग्गा चाहिँ किन पसिन भन्दाखेरि यहाँ चाहिँ यस्तै हुन्छ भनेर थाहा थियो क्या, यी टोय ट्रेनहरू, बच्चाहरू खेल्ने जग्गाहरू होइन। अन्त भोलि पर्सि हो यो त। यस्तो जग्गामा हेर न, यी मसिर रहेछ, कोही र मसिर रहेछ क्या। सो गाइज अब चाहिँ हामी यहाँबाट होइन एक्जिट लिँदै निस्केको हो दजाइफूबाट। यस्तो क्राउड छ कि यहाँनिर चाहिँ। सो गाइज अहिले चाहिँ हामीले यहाँ दजाइफूको सबसे भन्दा फेमस फुड किनेको छु होइन। के अरे यसको नाम? के मोचीहरू। हेर न, यो ट्राई गरेर हजुरहरूलाई बताउने छु है कस्तो छ भनेर। ओके देन, सी यू। सो गाइज यो चाहिँ दजाइफूको लास्ट स्टेसन हो। यहाँदेखि चाहिँ रेलवे ट्र्याक पनि छैन उता जाने। यहाँनिर चाहिँ अहिले हामी घुमेर आएको होइन, हजुरहरूले हेर्नुभयो होला। अब चाहिँ ट्रेन आउँदैछ पर, हेर्नुहोस् होला। यहाँबाट चाहिँ अब हामी फर्किन्छौँ। अब हामी कहाँ जाने हो? हाकोजाकी। देन्साको ड्राइभर हेर्नु है, ऊ भित्रदेखि ऊ टोपी लगाएर त, सेतो ड्रेस लगाएर टोपी लगाएर चाहिँ यहाँ हेर्नु त, ऊ बाजे हो। ओ बाजे कहाँको। सो गाइज फाइनली हामी चाहिँ सामानहरू घरको खानेकुरोहरू लिएर आइसकिसकेको छु। जस्तो आएको त्यस्तै हो, मलाई फ्लाइटले पनि बोलाउँदैछ। ल गाइजहरू है, हेर्दै गर्नु होला। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई।